अतिथि र मुख्य अतिथि विशिष्ट अतिथि र मसँग प्रतिस्पर्धा गर्दै हुनुभएका मित्र र मेरा प्यारा भाइ बहिनी साथीहरुमा मेरो न्यानो नमस्कार। म रणकराज चौधरी आज बाल विवाहीकरण कसरी गर्ने सम्बन्धमा केही भन्न चाहन्छु। पहिला त बाल विवाह भनेको के हो? बाल विवाह भनेको भने 20 वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। 20 वर्षभन्दा कम उमेरका बालबालिकाहरू नाबालक पुत्र नाबालकहरूको नागरिकलाई बाल विवाह भनिन्छ। कुनै पनि राष्ट्रिय विवाह गर्नका लागि उपयुक्त उमेरभन्दा कम उमेरमा गर्ने विवाहलाई बाल विवाह भनिन्छ। जस्तै हाम्रो नेपाल राष्ट्रले पनि विवाह गर्नका लागि 20 वर्ष उमेर तोकेको हो र त्यस 20 वर्षका कम उमेरमा गर्ने विवाहलाई पनि बाल विवाह भनिन्छ। बाल विवाह एउटा अभिशाप हो र बाल विवाह एउटा सामाजिक क्षेत्रमा कुप्रथा र कानुनी क्षेत्रमा एउटा कानुनी अपराध हो। बाल विवाहबाट धेरै समस्या उत्पन्न भइरहेको छ। जस्तै बाल विवाह भएपछि बालबालिकाहरू निचोड भएको हुन्छ तर त्यसको बिहे भइहाल्छ। त्यसको आमा बुवाको जति बेटीको उमेर बढ्छ त्यति जतिको दहेज बढ्छ। तर त्यो सोच्दैन कि बेटीलाई पढाइ लिखाएपछि त्यसलाई दहेज दिन पर्छ। बेटीलाई पढाएपछि आफ्नो खुट्टामा खडा हुन्छ। नेपाल बाल विवाह गर्ने विश्वमा 10औं स्थानमा आउँछ र एसियामा 30औं स्थानमा आउँछ। मलाई यो भन्नमा पनि लाज लागिरहेको छ कि म यस्तो समाजमा बसोबास गरिरहेको छु जसले बाल विवाह जस्तो कुप्रथालाई बढावा दिइरहेको छ। सभा अध्यक्ष महोदय, म चाहन्छु कि गर्वले भन्नु कि मेरो देश मेरो समाज बाल विवाह मुक्त, मेरो देश र मेरो समाज बाल विवाह मुक्त देश र मेरो समाज हो। बाल विवाहीकरणका लागि धेरै पक्ष छन्। जस्तै शिक्षा मानवलाई धेरै बढावा दिनुपर्छ। स्कुलमा जस्तै टोलमा बाल क्लब बनाउनु पर्छ। बाल बालिकाहरूलाई सडक नाटक पोस्टर साटेर र नारा लगाएर भन्नुपर्छ कि घर घरमा गएर भन्नुपर्छ। बाल विवाहबाट कतिपय घटनाहरूको सामना गर्नुपर्छ। नेपालमा बाल विवाह भएपछि बच्चा जन्माउने समयमा 90% आमाको मृत्यु हुन्छ, 10% मात्र बाँच्न सक्छ। त्योमा पनि 10% बाँच्न भने बच्चा र सन्तानमा आमा र सन्तान दुवै शक्तिहीन र पुत्रहीन हुन्छ। त्यसमा पनि कतिपय आमा र बच्चाको मृत्यु हुन्छ। बाल विवाहीकरणमा धेरै पक्ष जस्तै स्वास्थ्यले बाल विवाह गरेमा बालबालिकाहरू परिपक्व हुँदैन, त्यसको बिहा हुन जान्छ। बाल विवाहमा 50% गल्ती अभिभावक र 50% गल्ती बालबालिकाको थालेको। किनभने बालबालिकाहरू सानै उमेरमा प्रेम जाल जसले हामी लग्नमा परिहाल्छ। नबोल्ने केटाहरू छ, पुरै दिन पुरा गर्छ, पढाइ लेखाइ सबै छाडेर त्यससँग भागिहाल्छ। आफ्नो आमा बुवाको बारेमा सोचेर आमा बुवा फाइदै चितेको लुगा लगाएर त्यसलाई पोस्न पार्छ। त्यसलाई कुनै पनि समस्या दिँदैन कि मेरो छोराछोरी अगाडि बढेर पढो, मेरो छोराछोरीलाई कुनै समस्या न। तर छोराछोरी त्यो कुरा पनि बुझ्दैन। कतिपय आमा बुवाले सोच्छ कि दहेजको बारेमा। बाल विवाहका कारणले धेरै समस्या उत्पन्न भइरहेको छ। जस्तै दहेज, महिला हिंसा आदि भेदभाव पनि बाल विवाहकै कारण भएको छ। यति नै भन्दै आफ्नो 2 शब्द